हाम्रो थम्सले अब यो चुल्ठी अमिलो प्याकिङ गर्दै हुनुहुन्छ यो नयाँ डिजाइनको प्याकिङ है नयाँ डिजाइनको प्याकिङ यहाँ 25 केजी को बुढाइ गरियो यहाँ बोक्नु आउनु पर्यो गाइस सर सुल्तुक्कै यहाँ त लागो त कस्तो छ भने दामी दामी भाजी भ्याएको के म त अनि सर भने माथि बसिरहेको के है ल है गाइस उहाँ चामल उता खनाएर यहाँ चुल्ठी अमिलो भन ल्याउनु चाहिँ थैलो सरले म त पुरा कहाँ हुनुहुन्छ थम सर भनेर सुल्तुक आएको त्यस्तो ठुलो पात टिपिराख्नु भएको रे प्याकिङ भयो नि सर होइन प्याकिङ भयो आमा घरि खतरा लाग्ने के सर है यो खाँदाखेरि के अमिलो लाग्ने क्या यो खाने कसरी हो वास्तवमा सर केलाउनु त सर एउटा है हाम्रो सरले केलाइदिनु लाउनुहुन्छ है अनि मलाई केलाएर दिनुहुन्छ म फेरि यस्तो मिठेर खाइदिन्छु कि गाइस अनि त्यहाँ तपाईँ सबै तपाईँले खानु नि सानो के भन्नु भयो म यस्तै खाइदिन्छु सर कोरियामै म त सब खाइदिने के गाइस है यस्तो भुल्ला सुल्ला सब के अमिलो छ र गाइस तपाईँ यो ठाउँमा आउनुभएको भए कति मिठो छ भनेर तपाईँले यो अनुभव गर्नुहुन्थ्यो अनुभव गर्ने विचार भएपछि गाइस मलाई सुटुक्कै म्यासेन्जरमा भनौँ है यो फेसबुकमा कमेन्ट भनेर मैले दिनेवाला छैन सुटुक्क म्यासेन्जरमा एउटा म्यासेज लेखेर सर एक पिस मलाई भन्नु भनेपछि त्यो पनि हुनसक्छ है त्यो कागती भन्दा त झन् अमिलो लुकेछ गाई चाहिँ हाम्रो ठम्सले मैले यस्तो कोर्याम खाइदिएको भएर उहाँले नि खाम भइसक्यो निकाल्नु भयो खानी त यसरी हो क्या साथीहरू हेर्नेलाई पनि मुखबाट पानी आउन होइन लगाइछ मैले यो एक पिस मात्रै ट्राई गरेको कति अमिलो छ भनेर आमामामा सरले त मुलै खाजै खाइदिनु हो त अमिलो त यार ओहो यो त भिटामिन सी त पर्याप्त मात्रामा छ होला हैन यसले खास केसको काम गर्छ सर के भिटामिन सी हो के सर भिटामिन सी प्लस ब्लड बढाउँछ हैन ब्लडको त्यो राता रक्तको शरीरको उत्पादन बढी गर्छ के भिटामिन सी ले त्यही भएर हामी त यस्तो भिरमा आएर मिठो मिठो मानेर खाएर अब यहाँहरुले अब जग्गाल त बगरमा दुःख पाइन्छ भने नसम्झिनु गाइस यस्तो मिठो मिठो खाइन्छ रे कहाँ दुःख पाउने हो हामी त जहाँ नि हो रिल्याक्स तरिकाले अर्गानिक चिज खाने हो जति दिन बाँचिन्छ रमाइलोसित बाँच्ने हो रमाइलो गर्ने हैन सर झोला पनि बोके है ल उहाँको यो टुरिस्ट झोला हो मेरो पनि यो साउदीबाट आएदेखि यो यही झोलाले मलाई ठाई गराएको छ यो झोला ठाई भएपछि चेन्ज गरौँला भनेको अहिलेसम्म गर्न पाएन गाइज अब गर्ने है ओके गाइज मेरो युट्युब च्यानललाई पनि यहाँ लाइक गरिदिनु होला है म युट्युब च्यानलमा यो भिडियोहरू हाल्छु नेपालीहरूलाई पनि युट्युब च्यानल लाइक कमेन्ट सेयर गरिदिनुपर्छ के गाइज कहाँ यस्तो हेरेर मात्रै छोडिदिनु पाइन्छ र हैन सर मेरो एजुकेसन लाइफ नेपाल भन्ने माया गर्नु पर्यो किनकि अब तपाईको इन्डियन बङ्गाली च्यानलको त्यो हँसाउने च्यानलमा लाइक कमेन्ट सेयर गर्नुभन्दा हाम्रोमा सब्सक्राइब गरिदिनु होला हाम्रो भिडियोहरू नि इन्डिया पुर्याइदिने हो के गाइस मजाले तुफान तरिकाले ल त यहाँहरुको प्रयास भयो भनेपछि हामीले नयाँ नयाँ भिडियो गरेर हाल्ने यहाँहरुले सब्सक्राइब र लाइक गरेर स्वात्त पठाइदिए है ओके गाइस सँगसँगै जिउने हो सँगसँगै रमाइलो गर्ने हो यस्तो भिरमा पनि रमाइलो गरेर हिँड्ने हो भने सर ल ओके गाइस ओके सर ल